मकवानपुर क्षेत्र नम्बर 1 का हाम्रा सांसद दीपक बहादुर सिंहज्यूले पनि हाम्रो 2 नम्बर क्षेत्रमा बजेट दिन्छु भनेर हामीलाई यहाँ आएर रजायमा बजेट दिनुभएको थियो। 50 लाख योजना गरेर आयोजना एउटा कार्यक्रम गर्नुभएको थियो। त्यो कार्यान्वयन योजना पर्छ भनेर हामीले सबै सिफारिस डकुमेन्टहरू पठाउँदाखेरि पछि त्यही रोक्का भयो, आएन भन्ने कुरा आयो। कसरी आएन भन्दाखेरि हामीले दीपक बहादुर सिंहज्यूलाई सोद्धाखेरि चाहिँ उहाँको कुरा के भयो भने क्षेत्र नम्बर 1 मा विजय हासिल गर्नुभएको दीपक बहादुर सिंहले जित्नु भएको थियो। उहाँले जित्नु भएको ठाउँमा चाहिँ र उहाँकै ठाउँमा नै विकास गर्नुपर्छ, उहाँबाट अन्यत्र लान पाउँदैन भन्ने भएर मकवानपुर क्षेत्र नम्बर 2 मा चाहिँ विकास लान पाउँदैन भने हाम्रै त्यहाँका क्षेत्र नम्बर 1 का पछि समाजवादी सांसद बिन्दावासिनी कंसकारज्यूले चाहिँ रोक्नु भएको भन्ने कुरा हामीले सुन्न आयौँ र हाम्रो चाहिँ यहाँ बजेट परेको बजेट पछि फेरि फिर्ता भएर राख्न नपाउने भन्ने कुरा भएर चाहिँ हामीले यहाँ बजेट पाएनौँ। अब धर्म जोगाउनु छ भने, हामी हिन्दू राज्य ल्याउनु छ भने र अब भन्नु त धेरै थियो, अब किन भन्नु छोडकरी भन्नु। अब त्यही कारणले हाम्रो अब धर्म जोगाउनु, हिन्दू राज्य जोगाउनु र यो ठाउँमा विकास गर्नको लागि यो बजेट फेरि फिर्ता वापस ल्याउँ भने हामीले हलोमा भोट हालेर हाम्रो यस मकवानपुर क्षेत्रका सांसद श्री रामबहादुर थोकाज्यूलाई विजय हासिल गरौँ भनी म अनुरोध गर्दछु। घन्टीको वास्तविकता यही हो। अब घन्टी त घन्टी हो, तर उहाँले हिन्दू राज्यहरू सम्हाल्नु हुन्न र उनीहरू धर्मनिरपेक्ष गणतन्त्र र हामी चाहिँ राज संस्था र हिन्दू राज्य भएको कारणले घन्टी पछि नलाई हामी हलोको पछाडि लागौँ र हलोलाई भोट हालौँ भने सम्पूर्णलाई आदर निमन्त्रण गर्दछु।